नमस्कार। नमस्कार। धन्यवाद छ आज अखिल विश्व गायत्री परिवारले एउटा शोभायात्रा कार्यक्रम गर्न गइरहेको रहेछ र अखिल विश्व गायत्री परिवारले यो शोभायात्रा सँगसँगै के कार्यक्रम गर्न गइरहेको छ जानकारी गराइदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। नमस्कार, कोटी कोटी प्रणाम छ। आज चाहिँ हाम्रो सर्वप्रथम हजुरको शुभ नाम भनिदिनु होला। मेरो नाम शान्ता थपलिया, भन्नुपर्दा ब्राकेटमा चाहिँ अरियाल। म चाहिँ उपमहानगरपालिका वडा नम्बर 20 मणिकापुर राजा एयरपोर्टमा मेरो चाहिँ थायी बसोबास छ। आज चाहिँ हाम्रो यो कलश यात्रा शोभायात्रालाई चाहिँ सबैजना दाजुभाइ दिदीबहिनीहरू जुट्नु भएको छ। अब हाम्रो केही बेरपछि कलशको शोभायात्रा हाम्रो अगाडि हामीले बढाउने प्रयत्न गरिरहेका छौँ। अझै दिदीबहिनीहरू दाजुभाइहरू अझै आउँदै हुनुहुन्छ, उहाँहरूको अलिकति पर्खाइमा हामी छौँ। अब केही बेरपछि चाहिँ हाम्रो शोभा कलश यात्रा चाहिँ अगाडि बढ्नेछ र भोलिको कार्यक्रम चाहिँ हाम्रो हवन कार्यक्रम हुनेछ। बिहानबाट लगभग 3-4 बजीसम्म हाम्रो हवन कार्यक्रम चाहिँ हुने नै छ र पर्सि जुन शिवरात्रि छ, शिवरात्रिमा चाहिँ हाम्रो सबैजनाले यहाँ जति पनि आउनुहुन्छ भक्तजनहरूले यहाँबाट प्रसाद ग्रहण गरेर जानुहुनेछ र शिवको दर्शन गर्नुहुनेछ, शिवजीको एउटा आशीर्वाद लिनुहुनेछ। जो घरमा हुनुहुन्छ उहाँहरूलाई पनि शिवको आशीर्वाद लागिराखोस् र जो आउनु भएको छ उहाँहरूले नि प्रत्यक्ष दर्शन गर्न पाउनुहुनेछ। र 4 गते हाम्रो 4 गते चाहिँ नि हाम्रो चाहिँ पूर्ण आहुति भएर चाहिँ हाम्रो कार्यक्रम यो शिवरात्रिको सकिनेछ भन्दै यो कार्यक्रममा आम सर्वसाधारणले के सिक्न पाउनेछन् भन्ने कुरा चाहिँ आम हाम्रो चाहिँ नि यो कार्यक्रममा सहभागी हुने अथवा नहुनु भएका साथीहरूलाई पनि म के भन्न चाहन्छु भने यति बेला भनेको हाम्रो यो एउटा परम्परा हो, हाम्रो यो संस्कृति हो, यो एउटा हाम्रो चाहिँ धर्म हो। धर्मलाई संस्कृतिलाई हामीले जगडा गर्नुपर्छ भन्ने मान्यताका साथ सबैजना आफ्नो तह र तब्काबाट अगाडि बढेर आफ्नो आफ्नो संस्कृतिलाई जोगाउन आग्रह गर्न चाहन्छु। हस् त, धन्यवाद। हस्, धन्यवाद।